हेलो नमस्ते म फेरि अर्को भिडियो लिएर तपाईँको साथमा आइसकेको छु बोली चाहिँ अलिक नसुनिन सक्छ म चाहिँ यात्राको क्रममा भएको कारणले गर्दा आज चाहिँ म तपाईँहरूलाई तल चाहिँ कुलेखानीको बाटो कुलेखानी हुँदै टौडाबाट आउने बाटो हो यो चाहिँ अनि यो बाटो चाहिँ आज हामी काठमाडौँतर्फ जाने क्रममा छौँ काठमाडौँ जाने क्रममा देखिएका दृश्यहरूको देखाउने गरेको छु अहिले चाहिँ मैले तपाईँहरूलाई चन्द्रगिरी साइडको चन्द्रगिरी सिक्किम साइडको गर्दैछु हामी यात्राको क्रममा छौँ आज चाहिँ म अनि हाम्रो सन्तोष सर हुनुहुन्छ सन्तोष सर के छ के छ के हो के भन्दै गर्दै त हामीलाई अब आर्मीसम्म पुऱ्याउँदैछ भन्ने अलिक डर पनि लागिरहेको अब 16 CM-ले रुगाइहाल्यो आज होइन अब फेरि आउला ल यो चाहिँ हामी यात्राको क्रममा छौँ हामी चाहिँ अहिले चन्द्रगिरीतर्फ जाने क्रममा छौँ बाटो यही हो तपाईँहरूलाई देखिहाल्नुभयो कतिजना चाहिँ आइसक्नु भयो होला यो बाटो अब चाहिँ नआउनु हुनेलाई आउने प्रयास गर्नु होला देख्ने प्रयास गर्नु होला रमाइलो छ मान्छ राम्रो छ नि बाटो त राम्रो छ ठाउँ त राम्रो छ बाटो अलिकति खराब मात्रै हो 25-30 किलोमिटर जति होला है यो बाटो चाहिँ यही हो हजुर यही हो है यही हो यतातिरको घर चाहिँ हाम्रो तमाङ दाजुको राम्रो राम्रो छ 4 महिना चाहिँ हामी यो बाटो लगातार हामी लागिरहन्छौँ हुन्छ हामी त टाइप 2 मा हानिराख्छौँ अब टाइप 1 ले खासै काम गर्दैन अब धेरै छैन 4चोटि हो 4चोटि जति हो आज हामी नजाने थियौँ अब विविध कारणले गर्दाखेरि हामी जानु पर्ने भयो काठमाडौँ त्यही पनि चाहिँ अब फेरि हामी त्यसमा त रहर हुँदै पनि हामी त्यही हो हामी अर्कोतिर लाग्छौँ अर्कोतिर लाग्नुहुन्छ म अर्कोतिर लाग्छु अर्को गन्तव्यतिर जानुपर्छ दाजुले गोरु ल्याउनु हो बाटो बन्ने क्रम चाहिँ यहाँ काम चाहिँ धमाधम भइरहेको रहेछ अब चाहिँ यो पारी चाहिँ एकदम फेरि खेतीयोग्य जमिन रहेछ साह्रै लाग्छ सरी हाम्रो नेपाली केबु गाह्रो छ फेरि माथि त्यसै राजाको पालामा सामान ढुवानी गर्ने ठाउँ होइन त सर यो काठमाडौँ होइन यो विकासक्रम त अलिक पछाडि आएर जोट्याङ खाएको हो कि नत्र पहिलाको विकास गरिरहेछ धेरै बाटो छ अगाडि बढ्ने क्रममा चाहिँ हामी छौँ होइन सर अनि अब यहाँ चाहिँ अब फिन्सिङ पोइन्ट बाटो गाउँको फिन्सिङ पोइन्ट आउनु आँट्यो मल बोकेर आयो कस्तो राम्रो बनाएको बोरै बोरा हालेर बोरा रहेछ अस्ति म त हामी त मौरीको घार होला भनिरहेको मैले यो मौरी पालन सम्बन्धी चाहिँ मलाई सिक्नु मन लागिरहेछ तपाईँलाई आउँछ कि के छ साथी त्यही त होइन अब त कर्म त यतिको चाहिँ पुरा हुँदैन त्यही त कर्म यति ठ्याक्कै पुरा हुँदैन यो भएको कारणले हामी चाहिँ लागिराख्नुपर्छ
बाटो चाहिँ पुरै गाडो गर्दै रहेछ हल्का मात्रै पोजिसन ग्रेट भयो भने चाहिँ यहाँ चाहिँ जोत्दै हुनुहुँदो रहेछ रमाइलो छ है कस्तो राम्रो छ ठाउँ आकाश बनेकै थिएन धरती बनेकै थिएन त्यो बेलादेखि लगाएको माया अब फुल बनिसक्यो हेर पनि गाउनु मन लाग्छ तर खासमा स्वर चाहिँ छैन है सर फेरि अब हामी चाहिँ पोइन्ट साइडतिर आयौँ है एकदम उकालोको पोइन्टतिर आयौँ यहाँ चाहिँ खेती गर्ने भर्खर रहेछ ल बाटो अब यस्तै हो यहाँ चाहिँ यात्रा यस्तै छ चितवन भनेको पनि त्यही माथि हामी त जुन उछौँ नि त्यही छेउमा त अझै है ल यहाँ अलिक हामी उकालो लगाइसक्यौँ अहिले चाहिँ उकालोबाट तस्तिर यहाँ बाटो चाहिँ उतै तलको हो यहाँबाट बाटोलाई हेर्दा चाहिँ बाटोलाई हेर्दा चाहिँ म साइक्लिङ गर्ने ठाउँ जस्तो छ ठाउँ चाहिँ एकदम रमणीय स्थल छ है यो काफल कति धेरै पाएको थियो काफल कति त्यही त किन हामीले रमाइलो सायद त्यो जग्गामै बाँच बस्नु काफल अनि जङ्गलको सुताइ बसाइ लिन्द्रामा पुगाइ गर्दा गर्दै खाडै यसलाहरू मिलाइ मान्छे एक रातै बजारमा त कति हुन्छ 7 दिन नसुत्दाखेरि के होला भन्ने लाग्नु त अब फेरि भोक परेपछि भोगिँदो रहेछ के भोग्नु चाहिँ है अब त केही नगरिकन नसुत्ने भए पनि त रातभरि काम ड्याङ काम गर्दाखेरि फेरि उस्तै हो है हामी चाहिँ अहिले साला ढुक्कासँगले बिहानदेखि हामी ओह्रालो लाग्यो अब हामी चाहिँ सन्त सर अब हामी ओह्रालो झर्दैछौँ अब यात्रा चाहिँ अलिक अब चाहिँ अलिक सेन्सिटिभ हुनसक्छ है हाम्रो यात्रा होइन त्यो कुराको त्यही ओह्रालो हो राख्नै सक्छौँ यस्तो त बोल्नु हुँदैन हुन्छ त्यसलाई कट्टी हो यो चाहिँ हाम्रो काठमाडौँ भ्यू है यहाँ माथि चन्द्रगिरीबाट देखिन्छ यो चाहिँ काठमाडौँको भ्यू चाहिँ अब हवाई जहाज तिल गाडी पनि भन्छ नि तिल गाडी आइरहेको मेरो पनि चाहिँ बुझिया छैन होला यो यात्राको क्रमले गर्दाखेरि अप्ठ्यारो बाटो छ है यहाँ फेरि कस्तो अप्ठ्यारो छ यति चाहिँ बाटो लाग्थ्यो अप्ठ्यारो छ क्या त्यसपछि हामी लाइसेन्स होइन टायरतिर पास हाम्रो टायर हामी ऊ हो पर्मानेन्ट ड्राइभर हो यो बाटो चाहिँ भ्यू ठ्याक्कै भेडेटारबाट के अरे उता धरान भेडेटारबाट धरान देख्दा नि यस्तै हो सर हो यस्तै छ जस माथिबाट हेर्दाखेरि यस्तै देखिन्छ यो त तल त्यो भेडेटार माथि टक्केपछि यस्तै देखिन्छ आज चाहिँ तर अलिक लामो भिडियो हो यहाँ झन् अप्ठ्यारो यहाँ पनि लास्टै अप्ठ्यारो छ है कस्तो हो जाँदा त
बाटो बाटो खालि साइकल मन्त्री आयो भन्थ्यो भन्नु चाहिँ हुन्छ गाडी छ बाँच्नुपर्ने रहेछ रमाइलो हेर्न पनि पाइँदो रहेछ दुःख पनि पाइँदो रहेछ केही छ त सर केही छ अब रमाइलो पनि पाइँदो रहेछ बाटो चाहिँ पहिला रमाइलो नै हुन्छ दुःख पनि सामान्य 301 बिजुलीको पाइलन भन्न भन्दै ज्यान गयो झन्डै बिजुलीको पाइलन हजुर हजुर भन्न सक्यो मरै सकिन्थ्यो त्यो भनेर पनि खासै काम त छैन कुराको क्रममा हामीसँगै हुनुहुन्छ है दुईजना फेरि उहाँहरू अहिले तल थियो आइसक्नु हो फेरि ओह्रालोको स्ट्राइकर भनेको हाम्रो तुलसा बहिनी पनि हो किङ 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 ओह्रालोको किङ ओह्रालोको किङ हाम्रो तुलसा बहिनी पनि हो क्या सुसा पनि हो सुसा पनि भिडियो चाहिँ अघिदेखि रोकेर बसिरहेको रहेछ सर अनि कहाँ हुन्छ त नि सुचारू सुचारू कार्यक्रम सुचारू कार्यक्रम भण्डारा विचारबाट यहाँहरूलाई हार्दिक स्वागत गर्दछु भनेर यहाँहरूको भिडियोमा फेरि भइसक्यो हजुर काठमाडौँको भिडियो म देखाउँदैछु नि सर म फेरि पनि देखाउँछु म त देखाइरहेको छु नि सर ल के भ्याली अरे रिल्दी भ्याली के भन्छ बाटो बन्ने क्रम छ बिचमा यो चाहिँ दर्शक आदरणीय दर्शक प्रिम अनि चाहिँ म चाहिँ पत्रकारिता होइन तैपनि म चाहिँ गाडीको खालको अगाडि हिँडिसकेँ सर हिँडिसकेँ हामी मात्रै हो पछाडि मान्छे त सबै गइसके भोलि पानी टक्क नपर्दैदेखि धेरै टाइम दिएर टाइम छैन टाइम नभए मन लागेर हामी चाहिँ गन्तव्यलाई पिछ्या ल गन्तव्यलाई चाहिँ जारी राखेको अब चौथो फेरि हाम्रो लामो बाटो चारचोटि जति होला त्योभन्दा बढी हुँदैन भरे चाहिँ मेरो भिडियोमा यो like this हामीले कुहिने भाषा बोल्दै हुन्छ बाटो अलिकति अप्ठ्यारो छ यहाँ चाहिँ अब यहाँबाट उता गएपछि चाहिँ अलिक राम्रो छ है हजुर ए खटडङ गर्छ त के गर्छ यो यो त बाइक कुदाएको भन्दा पनि यो प्रोसरमा जस्तो गराइरहेको प्रोसर ड्राइभिङ त एकदम कडा राइडर त एकदम कडा उहाँले भ्याउनु हुने हो तर अलिकति तजविज नमिलेर हो देखाउनुहुन्छ
त्यसको लागि हामी प्रयास गर्नुपर्छ। हामी गर्न सक्छौँ भनेर चाहिँ अब नभनिहालौँ होइन, गर्न पाए चाहिँ हुन्थ्यो भन्ने हाम्रो मान्यता होइन र सर। तयारी पोइन्ट ल कस्तो हुँदैछ तपाईँहरूको यात्रा? रमाइलो? धन्यवाद धन्यवाद। ओके, यो यात्रा हामी दुःखमा भेटिएको मान्छेहरू हुन् त सबै, अनि त्यही भएर पनि रमाइलो भयो क्या, धेरै याद भएको है। त्यही त नि। हजुर बाटो के त अन्त नि बाटो रमाइलो छ। बालेनको सहर आयो, बालेन दाइको सहर आयो। उहाँले हुसिल बजाउनु भयो, हुसिल बजाउनु भयो होइन। आजको यात्रा चाहिँ हाम्रो यहाँसम्मको भयो। अब चाहिँ हामी सन्तोष सरमा चाहिँ झर्दैछौँ ओह्रालोमा। यो भिडियो चाहिँ अब हेरेर मनोरञ्जन दिनुहुन्छ होला। मेरो युट्युब च्यानलमा मैले चाहिँ राख्नेछु। त्यस पछाडि चाहिँ हजुरहरूलाई दृश्य अवलोकन गर्नको लागि हल्का मनोरञ्जन हुनेछ भन्ने मेरो लागेको छ। अब के गरौँ सन्तोष सर, यो भिडियोलाई यति नै आज गरिदिउँ त? त्यही गरौँ है सर। हस् त हजुर, अर्कोचोटि फेरि अर्को भिडियो लिएर आउने कोसिस गर्नेछु। यो भिडियोबाट चाहिँ म लगायत म अनि सन्तोष सर बिदा हुन्छौँ। अनि हाम्रो दुईजना चेलीहरू पनि बिदा हुन्छौँ। फेरि आउँदो भिडियोमा हामी चाहिँ भेट्ने बाचाको साथ आजलाई बाई बाई। हस् त, नमस्ते।